नमस्कार साथीहरू, यदि तपाईँ कम्प्युटर चलाउन चाहनुहुन्छ तर कहाँबाट सुरु गर्ने भन्ने थाहा छैन भने यो भिडियो तपाईहरूका लागि हो। आजदेखि हामी सुरु गर्दैछौँ कम्प्युटर बेसिक कम्प्लिट सिरिज, जहाँ तपाईले कम्प्युटरको आधारभूत ज्ञान, प्र्याक्टिकल प्रयोग र घर वा अफिसमा काम गर्न सक्ने स्तरसम्म सिक्नुहुनेछ। यो हो पार्ट 1। कम्प्युटर के हो र कसरी काम गर्छ भन्ने कुरा सिक्नेछौँ। कम्प्युटर भनेको एउटा इलेक्ट्रोनिक मेसिन हो जसले इनपुट लिन्छ, प्रोसेस गर्छ र आउटपुट दिन्छ। सरल भाषामा भन्नुपर्दा तपाईले किबोर्डबाट लेख्नुभयो त्यो इनपुट, कम्प्युटरले सोच्यो प्रोसेसिङ, स्क्रिनमा देखायो आउटपुट। जस्तै मोबाइलमा रिचार्ज गर्नु, भिडियो एडिट गर्नु, युट्युब चलाउनु, यी सबै कम्प्युटरको काम हो। कम्प्युटर मुख्य रूपमा 4 भागमा विभाजित हुन्छ। मोनिटर, टिभी जस्तै स्क्रिन, सबै कुरा देखिने ठाउँ। सीपीयू, जसलाई हामी सेन्ट्रल प्रोसेसिङ युनिट पनि भन्छौँ। कम्प्युटरको दिमाग, सबै क्याल्कुलेसन यहाँ हुन्छ। किबोर्ड, लेख्न प्रयोग हुन्छ। माउस, कर्सर चलाउन प्रयोग हुन्छ। हार्डवेयर, छुन सकिने भागहरू, मोनिटर, माउस, किबोर्ड, सीपीयू। सफ्टवेयर, छुन नसकिने तर चल्ने प्रोग्राम, विन्डोज, एमएस वर्ड, एक्सेल, ब्राउजर। आजको समयमा कम्प्युटर जान्नु भनेको जब अपर्च्युनिटी, अनलाइन अर्निङ, युट्युब क्रिएसन, सरकारी कामहरू, फ्रिलान्सिङ आदि तपाईहरूले गर्न सक्नुहुनेछ। कम्प्युटर अब स्किल होइन, आवश्यकता बनिसकेको छ। यदि तपाईँ कम्प्युटर बिल्कुल बिगिनरबाट सिक्न चाहनुहुन्छ भने यो सिरिज मिस नगर्नुहोस्। लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस्, कमेन्टमा लेख्नुहोस् पार्ट 2 चाहियो। अर्को भिडियो हामी छिटै लिएर आउनेछौँ। धन्यवाद। नमस्कार साथीहरू, कम्प्युटर बेसिक सिरिजको पार्ट 1 मा हामीले कम्प्युटर के हो र यसको भागहरूको बारे सिक्यौँ। आजको भिडियोमा हामी सिक्नेछौँ कम्प्युटर कसरी सही तरिकाले अन गर्ने, सही तरिकाले अफ गर्ने, डेस्कटप भनेको के हो। यदि तपाईँ बिगिनर हुनुहुन्छ भने यो भिडियो ध्यान दिएर हेर्नुहोस्, किनकि धेरैले यही ठाउँमा गल्ती गर्छन्। कम्प्युटर अन कसरी गर्ने? पहिले पावर कनेक्सन चेक गर्नुहोस्, प्लग जोडिएको छ कि छैन हेर्नुहोस्। सीपीयू को पावर बटनमा थिच्नुहोस्, अगाडि सानो गोलो बटन हुन्छ। मोनिटरको पावर बटन पनि अन गर्नुहोस्। अब कम्प्युटर स्टार्ट हुन्छ। स्क्रिनमा विन्डोज लोडिङ देखाउनेछ। कम्प्युटर स्टार्ट हुन 20-30 सेकेन्ड लाग्न सक्छ। बिगिनरले के गल्ती गर्छन्? बारम्बार पावर बटन थिच्ने, प्लग निकाल्ने, सीपीयू हल्लाउने, यसले कम्प्युटरलाई बिगार्छ। ध्यान दिनुहोला। कम्प्युटर खुलिसकेपछि देखिने स्क्रिनलाई डेस्कटप भनिन्छ। डेस्कटप भनेको तपाईको काम गर्ने मुख्य भाग हो। डेस्कटपमा देखिने चीजहरू आइकन, रिसाइकल बिन, ब्राउजर, टास्क बार, तलको बार जहाँ स्टार्ट मेनु, टाइम, इन्टरनेट आइकन हुन्छ। माउस कर्सर, स्क्रिनमा चल्ने सानो एरो जसलाई हामी कर्सर भन्छौँ। माउस प्रयोग गर्दा ध्यान दिनुपर्ने आधारभूत कुरा, सिंगल क्लिक सिलेक्ट, डबल क्लिक ओपन, राइट क्लिक अप्सन। कम्प्युटर अफ कसरी गर्ने? धेरै बिगिनरले यही गल्ती गर्छन्। सही तरिका, स्टार्ट बटनमा क्लिक गर्नुहोस्, पावर आइकनमा क्लिक गर्नुहोस्, शट डाउन छान्नुहोस्। अब कम्प्युटर सुरक्षित रूपमा बन्द हुन्छ। कहिल्यै नगर्नुपर्ने कुरा, डाइरेक्ट स्विच बन्द नगर्नुहोस्, प्लग नतान्नुहोस्, यसले विन्डोज ड्यामेज पनि हुन सक्छ। हामीले आज सिक्यौँ कम्प्युटर अन गर्ने, डेस्कटप चिन्ने, माउस प्रयोग गर्ने, सेफ शटडाउन गर्ने तरिकाहरू। अब हामी अर्को भिडियो पार्ट 3 मा हामी सिक्नेछौँ किबोर्ड कसरी चलाउने, टाइपिङ सिक्रेट ट्रिकहरू। भिडियो मन पर्यो भने लाइक गर्नुहोस् र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। नमस्कार साथीहरू,
कम्प्युटर बेसिक सिरिजको पार्ट 2 मा हामीले कम्प्युटर ओन अफ कसरी गर्ने भन्ने कुरा सिक्यौँ। आजको भिडियो बिगिनरहरूका लागि सबैभन्दा इम्पोर्टेन्ट छ, किनकि आज हामी सिक्नेछौँ किबोर्डका सबै बटन, टाइपिङ कसरी गर्ने, फास्ट टाइपिङ सिक्ने सिक्रेट ट्रिक। यदि तपाईँ टाइपिङ जान्न चाहनुहुन्छ भने चिन्ता नलिनुहोस्, आज सजिलै तपाईँले टाइपिङ सिक्नुहुनेछ। किबोर्ड भनेको कम्प्युटरमा लेख्न प्रयोग गरिने डिभाइस हो। हामी लेटर लेख्न, नम्बर लेख्न, कमान्ड दिन किबोर्डको प्रयोग गर्छौँ। किबोर्डमा करिब 104 की हुन्छन्। किबोर्डलाई 5 भागमा बुझ्न सकिन्छ। पहिलो, अल्फाबेट की A to Z इङ्ग्लिस लेटर लेख्न प्रयोग हुन्छ, जस्तै ABC। 2 नम्बरमा नम्बर की 0 to 9 माथि र दायाँ साइडमा हुन्छ। एक्जाम्पल, फोन नम्बर टाइपिङ गर्न, डाटा इन्ट्री गर्न यसको प्रयोग गरिन्छ। तेस्रो नम्बरमा छ फङ्सन की F1 देखि F12 सम्म किबोर्डको सबैभन्दा माथि हुन्छ। युज, जस्तै F1 प्रेस गर्यो भने हेल्प हुन्छ, F5 प्रेस गर्यो भने रिफ्रेस हुन्छ। यस्तै हामी सबै बुझ्नेछौँ। 4 नम्बरमा छ कन्ट्रोल की, महत्त्वपूर्ण कीहरू जस्तै इन्टर अर्को लाइन, स्पेस बार खाली ठाउँ, ब्याक स्पेस पछाडिको अक्षर मेटाउने, डिलिट अगाडिको अक्षर मेटाउने, शिफ्ट क्यापिटल लेटर, क्याप्स लक सबै क्यापिटल। नम्बर 5 मा छ एरो, कर्सर माथि तल दायाँ बायाँ सार्न प्रयोग गरिन्छ। बिगिनर लेभलले गर्ने गल्ती, किबोर्ड नहेरी टाइपिङ गर्न नसक्नु, एकै औँलाले मात्र टाइपिङ गर्नु। सही तरिका, 2 हात प्रयोग गर्नुहोस्, औँला होम रोमा राख्नुहोस्, लेफ्ट ह्यान्ड ASDF मा राख्नुहोस्, राइट ह्यान्ड JKL सेमिकोलनमा राख्नुहोस्। यसलाई होम पोजिसन भनिन्छ। डेली 1 आवर जति प्र्याक्टिस गर्नुहोस्। प्र्याक्टिस मेथड, स्क्रिन हेरेर, स्क्रिन हेर्ने किबोर्ड होइन। स्लो तर सही टाइपिङ गर्नुहोस्। डेली प्र्याक्टिस गर्नुहोस्। जस्तै टाइपिङ गर्नुहोस्, केही सेन्टेन्स टाइप गर्नुहोस्, जस्तै माई नेम इज डट यसरी टाइपिङ गर्नुहोस् आफ्नो नाम। अरू पनि टाइप गर्नुहोस्, आई एम लर्निङ कम्प्युटर। यस्तै कुराहरू टाइपिङ गर्दै जानुहोस्। तपाईँले भिडियोलाई केही समय पज गरेर प्र्याक्टिस गर्नुहोस्। आज हामीले सिक्यौँ किबोर्ड स्ट्रक्चर, इम्पोर्टेन्स की, टाइपिङ सुरु गर्ने तरिका र फास्ट टाइपिङ कसरी गर्ने। अर्को भिडियोमा हामी सिक्नेछौँ माउसको कम्प्लिट कन्ट्रोल, राइट क्लिक सिक्रेट, ड्रा एन्ड ड्रप। भिडियो मन पर्यो भने लाइक गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् पार्ट 2 चाहियो। धन्यवाद। नमस्कार सम्पूर्ण साथीहरूलाई। कम्प्युटर बेसिक सिरिजको पार्ट 3 मा हामीले किबोर्ड सिक्यौँ। आज हामी सिक्नेछौँ माउसका सबै फङ्सन, राइट क्लिकको काम, ड्रा एन्ड ड्रप कसरी गर्ने, फाइल मुभ गर्ने प्र्याक्टिकल तरिका। यदि तपाईँ माउस चलाउँदा डराउनुहुन्छ भने आजपछि कन्फिडेन्ट हुनुहुनेछ। माउस भनेको स्क्रिनमा कर्सर चलाउन प्रयोग हुने डिभाइस हो। माउसका मुख्य 3 भाग हुन्छन्, लेफ्ट क्लिक, राइट क्लिक, स्क्रोल व्हिल। कर्सर भनेको स्क्रिनमा देखिने सानो एरो हो। लेफ्ट क्लिक सिलेक्ट गर्न, ओपन गर्न डबल क्लिक। जस्तै हामी रिसाइकल बिनमा डबल क्लिक गरेर हेरौँ, रिसाइकल बिन खुल्यो। राइट क्लिक गर्दा अप्सन लिस्ट खुल्छ, जस्तै डेस्कटप वा दिस पीसीमा राइट क्लिक गरेर हेरौँ। जस्तै डेस्कटपमा राइट क्लिक गरेर हेरौँ, यहाँ न्यू, रिप्लेस, पेस्ट, प्रपर्टिज जस्ता अप्सनहरू देखिन्छ। राइट क्लिकले सर्टकट मेनु दिन्छ। स्क्रोल व्हिल प्रयोग गर्दा पेज माथि तल सार्न, डेस्कटप अप एन्ड डाउन गर्न।
जस्तै हामी केही यो पेजलाई स्क्रोल गरेर हेरौँ। ड्रा एन्ड ड्रप भन्नाले लेफ्ट क्लिक थिचेर समात्ने, अर्को ठाउँमा लगेर छोड्ने। जस्तै यो फाइललाई हामी लेफ्ट क्लिक गरेर यो अर्को फोल्डरमा ड्र्याग गरेर छोडिदिन्छौँ। ल हेर्नुहोस्, यहाँ फाइल मुभ भइसकेको छ। डेस्कटपमा राइट क्लिक गर्नुहोस्, न्यूमा क्लिक गर्नुहोस्, फोल्डर छान्नुहोस् र नाम दिनुहोस्। जस्तै प्र्याक्टिस फोल्डर। तपाईको कम्प्युटरमा फोल्डर बनिसक्यो। केही बिगिनरले गर्ने गल्तीहरू: धेरै फोर्स गरेर क्लिक गर्ने, डबल क्लिक ढिला गर्ने, क्रसर हराउने। स्लो तर कन्ट्रोल्ड मुभमेन्ट गर्नुहोस्। आज हामीले सिक्यौँ माउस कन्ट्रोल, राइट क्लिक सिक्रेट, स्क्रोल एन्ड ड्रा एन्ड ड्रप, न्यू फोल्डर बनाउने तरिका। अब तपाईँ बेसिक युजर होइन, प्र्याक्टिकल युजर हुनुभयो। अर्को भिडियो पार्ट 5 मा हामी सिक्नेछौँ फाइल र फोल्डर पुरा बुझ्ने, कपी, कट, पेस्ट। भिडियो मन पर्यो भने लाइक गर्नुहोस् र कमेन्टमा लेख्नुहोस्। पार्ट 5 रेडी। धन्यवाद। नमस्कार साथीहरू, आजको यस भिडियोमा हामी सिक्नेछौँ माइक्रोसफ्ट वर्ड प्रयोग गरेर कप डिजाइन कसरी गर्ने भन्ने विषयमा। यदि तपाईँ ग्राफिक्स डिजाइन जान्नुहुन्न भने चिन्ता नलिनुहोस्। आजको यो भिडियो हेरिसकेपछि तपाईँलाई सहज लाग्नेछ। सबैभन्दा पहिले विन्डोज किराहरूलाई क्लिक गर्नुहोस्, विन टाइप गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्, ब्ल्याङ्क डकुमेन्टमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईँ इन्सर्टमा जानुहोस् र सेपबाट कपको लागि आवश्यक पर्ने सेप इन्सर्ट गर्नुहोस्। क्लिक एन्ड ड्रा गरेर छोड्नुहोस्। त्यसपछि तपाईँले कपको समात्ने बनाउनुहोस्। यतापट्टिको लागि हामी आवश्यक पर्ने सेप ल्याउँछौँ, सजिलो छ। सबभन्दा पहिले हामी यो कपको लागि यो खालको सेप ड्र गर्छौँ। त्यसपछि यो येलो कलरबाट हामी यसलाई यसरी घुमाउन, सानो ठुलो बनाउन सक्छौँ। आवश्यकता अनुसार यसलाई हामी घुमाउँछौँ। अहिले यति बनाउँ। त्यसपछि हामी यहाँ रोटेटमा जाउँ। रोटेट राइट 90 डिग्री गरिदिनु होला। त्यसपछि यो माथिको एरोबाट यसरी तानौँ हामी। त्यसपछि यसलाई लिएर यहाँ राखौँ। यति राखिसकेपछि हामी यहाँ सेन्ड फरवर्ड भन्दा परतिर देखिने एरोमा क्लिक गरेर सेन्ड टु ब्याक गरौँ। यो पछाडि गइसक्यो। अब यो सेपमा हामी यो जुन कप छ यसमा हामी कुनै पनि कलर वा त इमेज लगाउन सक्छौँ। कलर पनि तपाईँले यहाँदेखि सजिलै लगाउन सक्नुहुन्छ। यसमा म अहिले के गर्छु, पिक्चर लगाउँछु। सेप फिलमा क्लिक गर्नुहोस्, पिक्चरमा जानु, त्यसपछि वर्क अफलाइन गर्नु। त्यसपछि तपाईँलाई आवश्यक पर्ने वा तपाईँलाई मनपर्ने फोटोलाई इन्सर्ट गर्नुहोस्। अब यो फोटो माथिसम्म गयो, यसलाई थोरै तल झार्नु पर्यो भने फेरि हामी सेप फिलमा जान्छौँ, ग्राडियन्टमा जान्छौँ र मोर ग्राडियन्टमा जान्छौँ। यता तल तपाईँले अफसेट टपमा गएर थोरै साइज बढाउँदै जानुहोस्। यो लाइन आउन्जेलसम्मको लागि तपाईँले बढाइदिनुहोस्। ल यति बढाइदिन सक्नुहुन्छ। त्यसपछि तपाईँले अर्को के गर्न सक्नुभयो भने सजिलो छ, फेरि सेपमा जानु र सर्कल सेप लिएर यो माथि राखिदिनु। सजिलो छ है। ल सर्कल सेपलाई मैले यसरी क्लिक एन्ड ड्रा गरेँ। यसलाई म एकतिर एडजस्ट गर्छु। यता उँधो पनि थोरै बढाइदिन्छु, यता पनि ल यसरी तानिदिन्छु र यता पनि यसरी तानिदिन्छु। अब के गर्ने, यसको नो आउटलाइन गर्ने। ल यो तलको कपको हामीले यसलाई पनि नो आउटलाइन गर्न सक्छौँ। नो आउटलाइन गरिदिउँ र यसमा पनि हामीले इमेज लगाउन सक्छौँ सहजै तरिकाले। यसमा पनि हामी सेम इमेज गरिदिउँ, सेम इमेज अपलोड इन्सर्ट गरिदिउँ। ल सजिलो छ। हामी इमेज चुज गर्छौँ र के गर्छौँ त इमेज चुज गरेर इन्सर्ट गर्छौँ। यति गरेपछि यसको पनि हामी आउटलाइनलाई नो आउटलाइन गरिदिन्छौँ। ल यो कपमा हामीले अरू के डिजाइन राख्नु पर्यो, यसमा हामी ग्राडियन्ट कलर युज गरिदिउँ। ग्राडियन्ट कलरमा फर्स्टमा हामी के राखिदिउँ, रेड राखिदिउँ। त्यसपछि दोस्रोमा हामी यही छोडिदिउँ र यसलाई डिलिट गरिदिउँ। यसलाई हामी वाइट बनाइदिउँ। ल
व्हाइट कलर बनाइदिउँ र यो अन्तिमकोलाई पनि हामी कुनै कलर एउटा राखिदिन सक्छौँ। अहिले मैले यो राख्दै अब यहाँनिर छ टाइप छ, यहाँनिर गएर हामी कुनै पनि राख्न सक्छौँ। अहिले म ल यो राखिदिन्छु। ल देख्न सक्नुहुन्छ यहाँ कप बनिसकेको छ। यसलाई अब थोरै यसलाई हामी चाहिँ के दिउँ इफेक्ट दिउँ। ल यसलाई हामी कुन खालको इफेक्ट दिउँ, ल यो खालको इफेक्ट दिउँ हामी यसलाई भनेको कुनै एउटा इफेक्ट दिउँ। ल यो टाइपको इफेक्ट दिउँ, थोरै यताउँदो यो राखे जस्तो भइसकेको छ। र लास्टमा यसलाई हामी के गर्छौँ, होममा जान्छौँ। होममा गइसकेपछि हामी के गर्छौँ, सिलेक्टमा जान्छौँ, अब्जेक्ट सिलेक्टमा जान्छौँ र यो सबैलाई यसरी सिलेक्ट गर्छौँ। सिलेक्ट गरिसकेपछि के गर्छौँ हामी फर्मेटमा जान्छौँ, त्यसपछि ग्रुप गरिदिन्छौँ। यति गरेपछि यो अब हामी सहजै यताउता सार्न सक्यो। यसरी हामीले सहजै तरिकाले के त कप बनाउन सक्छौँ। यो भिडियो तपाईँलाई मन पर्यो भने सेयर गर्नुहोस्। यस्तै उपयोगी भिडियो हेर्नका लागि लाइक कमेन्ट गर्न नबिर्सिनुहोला। धन्यवाद। अर्को भिडियोमा भेट्नेछौँ।